साथीहरू म चाहिँ अहिले यो दमक नगरपालिका र कमल गाउँपालिका सिमाना भएर बग्ने रत्त खोलामाथि बनिरहेको आधुनिक सिग्नेचर पुल बनाएको ठाउँमा हेर्न आएको छु र तपाईहरुले पनि विभिन्न सोशल मिडिया मार्फत चाहिँ यो पुल एकदम भाइरल भएको देख्नु भएको छ। यसको खास गरी यसको चाहिँ खास डिजाइनले गर्दा यस्तो भएको हो र यो सिग्नेचर यो पुल बनाउने प्रचलन चाहिँ पहिलेदेखि नै विदेशमा रहेको थियो। जस्तो तपाईहरुले लन्डन भयो, पेरिस भयो, युएसए भयो, त्यसैगरी चाहिँ अस्ट्रेलियाको सिडनीमा पनि यस्तो पुल बनेको तपाईले देख्नु भएको थियो। अथवा विदेशतिर चाहिँ प्रशस्त मात्रामा पहिलेदेखि नै सिग्नेचर पुल बन्ने प्रचलन थियो भने नेपालमा चाहिँ अहिले धेरै मात्रामा धेरै मात्रामा यस्तो पुलहरू बन्ने क्रममा छन् र यो पुल चाहिँ खास गरी खोलापारी अथवा वारी ठुलो सहर छ भने त्यो सहरको पहिचान र त्यो सहरको पर्यटन प्रबन्धनको लागि चाहिँ बनाउने गरेको प्रचलन रहेको रहेछ र यहाँ पनि ठ्याक्कै पारीपट्टि दमक सहर ठुलो रहेकोले गर्दा यो पुल बनिसकेपछि आवाज जावत त सहज हुने भयो र यो पुल बनिसकेपछि दमक सहरको पहिचान र दमक सहरको पर्यटन प्रबन्धन चाहिँ वृद्धि हुने देखिन्छ साथीहरू।